मैले यहाँ धागो सुनाएर साथ त्यो फ्याक्ट्री यसलाई कि त्यसलाई चाहिँ यसलाई कि केराबाट पहिला यसलाई हो ल मैले आउँदै भ्याइन होइन मैले छिन्दैन पनि होइन फुर्मा खै फुर्मा किनमा त पनि त्यही निकालिन्छ छिन त्यही निकालिन्छ मालै हान्नु पऱ्यो छिना चाहिँ मालै हान्नु पऱ्यो त्यो तन्दाउँछु त्यही त भने मैले छिने भने मिठो हुन्छ मिलाइदिनु थियो ढाड तान्दैन भने यो अझै छैन अझैमा चाहिँ अझ छ नि त्यही प्रकार एकैचोटिमा जानु सबै जानुपर्छ यिनीहरूलाई तरिका छैन म सिकाइहालेँ नि त्यो त परस बलिदाउनु फर्काउने उता भयो यता भयो मपट्टि भयो सबैतिर पार भएन मूर्तिमा पार भएन मूर्तिमा यता नआएर यता मर्दै मर्दैन छोरी मिताको तिमी मान्छे सानो देखेर छोरी मिताको हो यो चाहिँ खाल्यौ न यो समातेर गुद्रो काटिदिँदा सुरगा साङ्रा फर्सिन नौ दस नौरा फर्सिन बाबु रहेका दुध कालो भएको आइरा मङ्गलरा बुधुरा साङ्रा सुरगा साङ्रा रासिङ आइरा बुधुरा सुरगा साङ्रा केटी बल्ल निँदैछ केटीले मुटुकै देखाएको छ क्यारे केटीले मुटुकै अहिले भेदा बनाएर भेदा सुनार भेदा परिचय भेदा अहिले भेदा भेदा काटिदिँदैन यसलाई एकैचोटि फ्याट होइन सहज मिल्छ क्या पर्दैन तिमीलाई हानेमा यहाँ हान्थ्यो यहाँलाई हानेमा यहाँ हान्थेँ होइन त्यहाँ भित्र टाँसा छ बल थाहा गऱ्यो त्यसले यसलाई दियो अब छट्ट हान्दा खाँदा उता छिरेको पर्दा मैले के हाल्दा
त्यो झ्याप्पै लाग्छ जानु तल मात्रै पर्ने त्यो जानु हुँदैन तेरो कागज हाम्रै त्योबाट हुँदैन हुन्छ त्यही हो राति आउँछ कहाँ जानु त्यहीँ कति भन्ने भाउ त सुत्नुलाई घर पछाडि जाने पन्ध्रै हुन्छ त्यहीँ खाले भयो नि अहिलेको कुरो त्यो पहिलो कुरो भन्दैन त्यहाँसम्म आउनु पऱ्यो त्यसले कति बाँडेर लागेको कहाँ राखेका त्यसो गरेर नाचिकानु पर्दैन होइन एउटा बालो हस् हजुर त्यही भएर होला यहाँ राख्यो न फेरि पोल हजुरलाई बोल्दैन यति बदली पनि बोल्यो भने त फेरि हामी त पुर्के बोल्दै जस्तो बनाएको छ चाँडो बुढाहरूलाई मेस्रो हुम्बो बनाएको कुकुरले कुखुरा बोकेर जालाई मेस्रो हुम्बो बनाएको मिसेर भुमु हुन्छ के आगाले पोलो भने आगाले पोले झागेर भने कि कुरोको भनेको पोलेको मे भने आगो पनि पर्छ मोमो भनेको झाँक्री हुन्छ नि मिसेर भुमु भने कुरोबा मिसे कुरोबा भुम्बो भने आगाले पोलेको झागेर भनेको पोले भनेको किसानको के ए नामै त्यही राखे फुलतिर बस्यो होला पोल्यो ए होइन त्यो बुढाले बोलेको ए त बत्ती चमचम चपाएर निल्छन् आगो हालेर त्यो नि कति खायो कति खायो भिनाजन पनि गर्नु अब पर्दैन उसे यसरी उसे हाल्दाखेरि सहिदिएर बत्ती बाल्दा दिदेउता आबालाई बोर हुनु नै खाना चाहिँ चाहिँ गर्छ जति खायो पनि आउँदैन नि जति खाने हो यो त भित्र भएको कुरो हो त्यो त यिनले नै खाने त जति पहिला खायो पनि आउँदैन तपाईँहरूलाई त्यो च्यानल नाम बस्नु त डर लागेन जरा लगाएर बस्दा त म त बस्नु पर्ने मान्छे नै हेर्नु साथीहरूसँग साथी लागेको मात्रै हो ए ग्रुपमा बस्नु भयो दाजुभाइ कि ए ए ए ठुला नि बस्यो बस्यान ए बस्यान त ख्याको ठुलो बाउ र अनि पुरै बालिसकेको छ नि कति 1 महिना बस्नु भयो होइन कहाँ 7 दिन 7 दिन बस्यो भने चाहिँ जो पनि 1 महिनामा जो पनि 7 दिन हो कि मलाई थाहा नि कुरा 1 महिना भनेर 7 दिन बस्यो हो कि मेरो बाबा त्यो तर्साउन आउने के नि हुन्छ आउँछ कहाँ
आउँछ तर्फमा त्योसँग भिड्ने सक्नु पऱ्यो नि त मलाई त कहाँ यसरी बस्ने ठाउँमा त म सिधा त त्यो तिरपालले छोपेको थियो है यसो उगाएर हेर्छ आउँछ भने त्यो तिरपाल उगाएर हेर्छ कि कहाँनिर अनि त्यो माथि पाले अलिअलि छोपेको छ भने धाइला यी मेरो छोराहरूले हाम्रो बाबुले धाइला भन्ने छोरा सबैले हुन्छ रातको 12 बजे पनि सानकोटा मरे बेला म गएर त्यसलाई बोकेर घारो लिएर आउने मै हो त्यसको पोलेको चाहिँ ऊ ल्याएको मैले हो अनि कोही सानो गरेर मैले यो सानो एउटा को सानो गरेर यो परको चाउरे कणारको भाइ क्या 4 गणाको भाइ चाउरे कणारको भाइ क्या यिनीहरू अहिले मैले भने ठुलो बाउ भन्छ हाम्रो ठुलो धागो लगाउँछ भन्छ यो भन्दा हाम्रो बाउ धागो भन्छ बसेको ठाउँमा फेरि तपाईँले त थाहा भएन मलाई 3 दिन के अरे सुन्नमा के भन्ला केटा मरेको त मलाई सबै थाहा छ कुन बेला गयो तिमी पखिन म के भन्ला मजासँग घुम्छ घुम्छ पुरै हामी बसेको ठाउँमा सुइजाटामा होइन यति बस्दा बस्दै घुम्छ कहाँ सुन्नु पाउनु त्यहाँ त कडिबद्धसँग दिनभरि भएर सुत्ने पनि राति सुन्नु मिल्दैन पुरा पुरा विधि पुर्याएर बस्नु पर्यो त्यति मजासँग घुम्छ अनि घुम्यो मेरो पछाडि आयो अनि त्यो पाल यसो उगाएर हेर्छ हो थाहा छ त्यो भूतले होइन अनि ढुङ्गा मारेर टिप्दै पन खान्छ पालमा बाल भन्न के भने अब मैले धाला ल यो साँडाको घरमा बाहिर उतार्दाखेरि हाम्रो विचित्र गुरु भिनाज हुन् सधैँ त्यो बित्री भने केरारीको मान्छे मारेर घारो लिएर आउनुपर्छ भने नजर बाहिर नै हान ए भिनाज म जाऊ त भने फेरि उमेरको बेला जा तपाईँ लिएर आयो भने मजाको ढाँडो बजाएर गएको तपाईँको सुन्डाएर पुगेपछि त ढुङ्गा पल्टा गर्छ सबै सुइनी टारमा अझ भन्न तिमीहरू पजाउँदैनौ सानो केटा मरेको त होइन सानो केटा मरेको त हामीले राम्रोसँग याद छ आउँछ नि ल सारा र बाबु त राजे त्यो थाहा होइन त सानो केटा मरेको होइन यसरी लगाउँथ्यो सानो केटा मरेको त सानो केटा त मलाई राम्रोसँग याद छ नि कहाँ कसो गर्नु पर्ने त्यसले सारा र बाबु त सारालाई नै बाबु त हामीले हो हाम्रो त माथि त्यो घरभन्दा साइलालाई उतारेर होइन साइलाको आङमा आएको छ साइलाई त कहाँबाट उतार्नु साइलाको कागज चाहिँ सारालाई भनेपछि त्यही त साइला मलाई हाम्रो बाउले भनेर त होइन अहिले घरै छोएर राख्नु हुन्छ यहाँ छोरा हामी छोएर लग्यो साइलाको यहाँ भने साइलाको आङमा चाहिँ आएको रे सब जिउ पोछेर साइलाको बायो उतारे भन्छन् अनि ल तिमीहरू आउनुपर्छ उनको चाहिँ आङमा आएको रे भने बाउले भने त नि हुँदैन जान्नु त अघि आएन केरा थुमा बोक्नुपर्छ त्यहाँ त्यो बोक मेरो हाल्नु होइन त्यो अर्को नि ऊ त त्यो नि बोक्नु पऱ्यो नि ऊ त त्यो नि बोक्नु खरानी सरानी लानु पर्छ कि हजुर ए खरानी लैजा कहाँ त खरानी 12 बजे ठ्याक्कै 12 बजे खरानी 12 बजेभन्दा अगाडि नै खरानी लैजा रे उयो दुनो छ यहाँ म उठ्दै हुन्छ ल तिमी पैसा उतापट्टि फर्किनु पर्छ यता फरक भयो
के अरे